गाइज गुड इभिनिङ सबैजनालाई। सो आज मैले भिडियो बिहानै हालेको थिएँ। त्यो भिडियो त हामी बिहानको होइन। सो आज चाहिँ हालेको छुइनँ, त्यसैले मैले सानो भिडियो बनाएको होइन। आज चाहिँ मेरो घरमा हल्का काम थियो कि, त्यही कारण मैले भिडियो चाहिँ हाल्नु पाइनँ। त्यसको लागि यो भिडियो सानो भिडियो हालिदिएको। सो सबैजनाले सोचिराख्नु भएको होला किन भिडियो हालेन अहिले, यस्तो खराब भिडियो हाल्थ्यो, एडिट गर्नु पनि आउँदैन थियो, किन हालेन भनेर सोच्नु भएको होला। धेरै नसोच्नु, किनकि हाल्नेवाला छु अब आया। अनि अरू त के भन्नु, यहाँको दिनहरू चाहिँ एकदम राम्रो भइरहेछ होइन। अनि म चाहिँ अहिले गाईगु ल्याउन आएको, हेर्न सक्नुहुन्छ पछाडि गाईगु देखाइदिँदैछ। अनि म एउटा चिज भन्नुको लागि आएको कि यहाँ भिडियोमा चाहिँ। सो अस्ति नै एकजनाले मलाई भन्नुभएको थियो कि ब्याकग्राउन्ड म्युजिक युज गर्नु न भनेर होइन। आधी मिनट अरे सेम हो, 30 सेकेन्ड या 1 मिनटको भएको भए म युज गर्थेँ होइन। अनि यस्तो पर्फेक्ट म्युजिक नै भेटेको छुइनँ। सो भिडियोमा त्यो म्युजिक लगायो भने मेरो स्वर सुनाइदिँदैन। अनि पर्फेक्ट म्युजिक नै छैन कि। अनि सायद मलाई लाग्छ भ्लगमा त कसरी म्युजिक लगाउँदैन होला भनेर। सो अगर तपाईँहरूलाई पर्फेक्ट म्युजिक ब्याकग्राउन्ड म्युजिक थाहा छ भने के मलाई कमेन्ट गरेर भनिदिनु होला, किनकि मैले पर्फेक्टवाला भेटिनँ। कोही साउन्ड ठुलो भेट्छ त कोही सानो अभाडै हुन्छ। सो अनि म म्युजिक एड पनि गर्नु सकेको छुइनँ कि, मेरो स्वरै सुनाइदिँदैन। अनि त्यही कारण त्यही भन्नुको लागि म चाहिँ अहिले भिडियो बनाएको थिएँ। सो अरू त के भन्नु होइन, आजको दिन बहुत मजा छ। सो नुहाइधुवाइ गरेर म चाहिँ गाईगुरु लिनु आएको छु। सो गाइज थ्याङ्क यू, बाई बाई, यही भन्नुको लागि आएको थिएँ म चाहिँ अहिले।